नमस्ते नमस्कार सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत छ मेरो युट्युब च्यानलमा। आज दिनको मङ्गलबार म तपाईहरुको लागि आज एउटा गाउँ खाने कथा लिएर आएको छु। जुन गाउँ खाने कथा तपाईहरुले सुनेर त्यसको उत्तर दिन सक्नुहुन्छ र मेरो कमेन्टमा तपाईले धम्माधम उत्तर दिन सक्नुहुन्छ। यो गाउँ खाने कथाको उत्तर दिन मेरो श्रीमतीजीले पनि प्रयास गर्नुहुनेछ। गाउँ खाने कथा रहेको छ, मलाई एउटा यस्तो शब्दको नाम भन्नुस् जुन शब्दको पहिलो अक्षर हटाउँदाखेरि हामीले खानामा प्रयोग गर्ने कुनै एउटा वस्तुको नाम बन्छ भने त्यो शब्दबाट बिचको अक्षर मैले हटाए भने हाम्रो शरीरको कुनै एउटा अङ्गको नाम बन्छ। थाहा छ तपाईलाई श्रीमतीजी? थाहा छ। मेरो श्रीमतीजीलाई चाहिँ यो प्रश्नको उत्तर थाहा भएन। अब मेरो युट्युब च्यानल हेरिरहनु भए साथीहरूलाई यदि थाहा छ भने तपाईहरु पनि कमेन्ट गरेर धम्माधम बताउन सक्नुहुनेछ। धन्यवाद र मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।